गुड इभिनिङ गाइज। आजको यो भिडियोमा चाहिँ हामी चाहिँ कसरी चाहिँ जिपिटीलाई चाहिँ हामीले चाहिँ एउटा फोटोसपसँग चाहिँ कसरी चाहिँ हामीले चाहिँ कनेक्ट गर्न सकिन्छ भन्ने बारेमा हो र त्यसलाई कनेक्ट गरेर चाहिँ हामीले चाहिँ कसरी चाहिँ युज गर्न सकिन्छ भन्ने बारेमा हो। सो सिम्पली वेलकम ब्याक टु एग्रीटेक बलामी अनि लेट्स गो टु द भिडियो। सो एज यु अल क्यान सी इन द स्क्रिन मेरोमा एउटा नर्मल च्याट जिपिटीको एउटा इन्टरफेस चाहिँ सो भएको छ र हामीले चाहिँ अब चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ पहिलो सुरु गर्नुपर्ने काम भनेको चाहिँ एडिङ द एडोबी फोटोसप है। पहिला सुरु चाहिँ हामीले चाहिँ यसमा चाहिँ फोटोसप चाहिँ पहिला सुरु एड गर्नु पर्यो होइन। भनेपछि हामी के गर्छौँ भन्दाखेरि चाहिँ गो टु यर अकाउन्ट है। अनि अकाउन्ट सेक्सनमा गए पछाडि चाहिँ हामी सिम्पली यसमा चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ गो टु द सेटिङ अनि आफ्टर गोइङ द सेटिङ यु विल सी द आइकन अफ एप अनि आफ्टर द एप त्यसमा चाहिँ हामीले चाहिँ यो एड मोर भन्ने चाहिँ सेक्सनमा गएर चाहिँ यसमा चाहिँ फोटोसपलाई चाहिँ हामीले चाहिँ एड गर्ने हो। मैले चाहिँ अगाडि नै गरिसकेको छु। सो यसमा चाहिँ एज अ यु क्यान सी अ टिक मार्क अल्सो है। अनि यसरी चाहिँ गर्ने हो खासमा होइन सिम्पली है। अब चाहिँ इफ ल मलाई एज एउटा क्यानभा पनि मलाई एड गर्नु छ भने चाहिँ मैले क्यानभामा क्लिक गरेर चाहिँ सिम्पली यसमा चाहिँ कनेक्ट गरेर चाहिँ मैले के गर्न सक्छु भने चाहिँ क्यानभा र एज एउटा यसको पनि कनेक्ट गर्न मिल्यो होइन त। तर आजको भिडियोमा चाहिँ मैले जिपिटीलाई र कसरी चाहिँ फोटोसपलाई चाहिँ कनेक्ट गर्ने भन्ने बारेमा हो। सो क्यामेराको भिडियो होइन। सो हामीले चाहिँ सिम्पली चाहिँ हामीले चाहिँ एउटा चाहिँ नयाँ फोटो चाहिँ हामीले चाहिँ एड गरेको होइन। सो सिम्पली होइन मैले चाहिँ यसमा चाहिँ मेरो चाहिँ एउटा फोटो चाहिँ मैले यसमा चाहिँ एड गरेको छु है। अनि फोटो एड गरेर मैले सिम्पली के दिएको छु भने चाहिँ मेक चाहिँ यो फोटोको एज अ जुन त्यो ब्याकग्राउन्ड कलर चाहिँ ब्ल्याक एन्ड व्हाइट चाहिँ बना भनेर मैले भनेको छु होइन त। भनेपछि एज अ के अरे एडोबी फोटोसपको फ्रेममा चाहिँ यसले चाहिँ यसरी चाहिँ के दियो फोटो दियो होइन। यु क्यान सी यहाँ एउटा आइकन दिएको छ। यो आइकन भनेको चाहिँ यो जुन फर्म भएको इमेज छ त्यो इमेजको चाहिँ हामीले चाहिँ यसलाई चाहिँ यसको चाहिँ प्रोपर्टी आइकनको रूपमा पनि हामीले भन्न सकिन्छ है। सो यहाँ क्लिक गरे पछाडि चाहिँ हामीले सिम्पली चाहिँ कतिसम्म चाहिँ ग्रे बनाउन सकिन्छ मतलब हाम्रो जुन त्यो के अरे कलर छ नि कलरलाई चाहिँ यसरी चाहिँ कति चेन्ज गराउने भन्ने बारेमा है होइन। अनि त्यस पछाडि अब लाइक मलाई अर्को के इफेक्ट सो गर्नु छ होइन जस्तै के अरे ब्याक एन्ड टर्न होइन कि ल फेरि मलाई यसमा एज एउटा ग्लिच चाहिँ एड गर्नु छ अरे। सो मैले सिम्पली के भन्छ एड ग्लिच टु द फोटो होइन। सो एड ग्लिच टु फोटो भनेर चाहिँ मैले चाहिँ एज एउटा चाहिँ मैले टाइप गरेँ भने पनि सिम्पली इट विल टेक अ टाइम उसले अलिकति टाइम चाहिँ लिन्छ होइन। अनि आफ्टर टेकिङ टाइम उसले फोटो जेनेरेट गरिदिन्छ सिम्पली होइन। अनि लेट्स सी द रिजल्ट है। अनि एकछिन टाइम कुरे पछाडि चाहिँ यु क्यान सी फोटोमा यसले चाहिँ एज एउटा ग्लिच पनि राखेको छ होइन। अब यो ग्लिच पनि कति राख्ने हो भन्ने कुरा चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ हामीले हेर्न सक्छौँ होइन। सो यो रेड ग्लिच कति राख्ने हो होइन ल यति राख्ने थोरै राख्ने धेरै राख्ने भन्ने कुराहरू भइहाल्यो। यो सबै चाहिँ हामीले चाहिँ यसमा चाहिँ ब्लड साइज कति राख्ने थोरै राख्ने कि धेरै राख्ने यो चाहिँ हामीले चाहिँ मजाले चाहिँ अब एङ्गल कति राख्नुपर्छ भन्ने कुराहरू जुन छ नि हो यो सबै कुराहरू भनेको चाहिँ यसमा चाहिँ हामीले चाहिँ आफैले पनि मिलाउन सक्यो यसरी है। ओके सो अब मलाई चाहिँ एज यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ फोटोसपमा एज मैले ओपन गर्नु छ भने यु क्यान सी त्यो आइकन है। सो ओपन इन द फोटोसप होइन। सो अब यसले चाहिँ एउटा चाहिँ लिङ्क चाहिँ यसले चाहिँ क्रिएट गरिदिन्छ। अनि त्यो लिङ्क क्रिएट गरेपछि हामी चाहिँ त्यो लिङ्कमा चाहिँ क्लिक गरेर सिम्पली चाहिँ हामीसँग भएको फोटोसपमा जान सक्छ। फोटोसपमा गएर सिम्पली एडिट गर्न मिल्यो। इफ हजुरलाई एज एउटा फोटोसप चाहिँ कसरी चलाउन सकिन्छ भनेर एउटा बेसिक नलेज छैन भनौँ न भने चाहिँ सिम्पली हजुरले चाहिँ आफ्नो फोटोमा चाहिएको जुन चाहिँ एडिट छ त्यो एडिट चाहिँ एउटा प्रम्प्ट टाइप गरेर पनि गर्न सक्नुहुन्छ है। सो यो रेडी टु ओपन भने सिम्पली एज ए फोटोसप यो खोलिसकेको छ होइन। अनि यसलाई चाहिँ अब हजुरले चाहिँ मजासँग चाहिँ एडिट गर्न मिल्यो। सो यसरी चाहिँ हजुरले चाहिँ के गर्न सकिन्छ भने चाहिँ मेनली चाहिँ जुन हाम्रो जिपिटी र एउटा फोटोसपलाई चाहिँ मजासँग चाहिँ के गर्न सकिन्छ भने चाहिँ कनेक्ट गरेर चाहिँ एडिट गर्न सकिन्छ है त। सो आजको लागि चाहिँ यति नै। सो अबको नेक्स्ट भिडियोमा झन् म यस्तै टाइपको एउटा कन्टेन्ट लिएर आउँछु। सो तबसम्मको लागि चाहिँ बाई बाई गाइज। सो सब्सक्राइब टु द एग्रीटेक बलामी च्यानल है त।